में 5 वर्षको कार्यकाल हो। 5 वर्षको कार्यकालमा मैले भनिरहेको छु, मेरो शब्द चयन एकदम राम्रो हुनेवाला छ। तपाईले मलाई 6 महिनाको कार्यकालमा देख्नु भइरहेछ। अहिले सदनमा उभिँदै गर्दाखेरि मेरो शब्द चयनहरू धेरै मिलिसकेको छ। शब्द होइन, यसमा तपाईको ढाका टोपी र दौरा सुरुवाल लागेको यो सदनमा कैयौं बसिसकेका थिए, तर देश बेच्नलाई होइन। तपाई जे लाउनु तपाईको पहिरनसँग नहोस्, तपाईको इमानदारीता, आफ्नो देशप्रतिको एउटा माया, एउटा पेट्रियोटिक मान्छे हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। आज यो देशलाई केही पर्दाखेरि ल भन्नुस्, सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईहरु सबैजनालाई बचाउनको लागि। यो देश बाँच्छ भने मैले सुनिरहेछु 24 गते सुन्दा 8-9 महिनामा 24 गते बच्चा मरेको छ। तपाईहरुलाई 24 गतेको पीर। कति कुरा नियम अहिले भनिरहेछ, हाम्रो जेनजीको माग कति पूरा भएको छैन। त्यो नियम कानुन अड्काउने कसले बनाएको? हामीले बनाएको। पुरानो नियम कानुनमा टेकेर गरेन फेरि भ्रष्टाचारको मुद्दा लाउने, फेरि त्यही प्रतिपक्षको साथीहरू मानिन्जुहरू होला, फेरि भ्रष्टाचार भयो भनेर भन्नु होला। त्यहाँ कसैलाई न्याय दिँदै गर्दाखेरि त्यो पनि विचार गरेर गर्नुपर्ने हामीले त। त्यो गर्दै गरेर यति दुःख पाछौँ हामीले। तर बट स्टिल आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। हुन्छ महोदय, यो सम्मानित सदनलाई भयो होला मेरोबाट गल्ती, कति कुरा अलि जानी नजानी भयो होला, म त्यसको लागि नि माफ माग्न चाहन्छु। मेरो शब्द चयनले कसैलाई घोच्यो होला, त्यसमा नि माफ माग्न चाहन्छु। तर हाम्रो सरकारको इरादा नेक छ, मेरो इरादा पनि नेक छ। हामीहरूलाई देश राम्रो होस्, त्यो बाहेक हाम्रो केही चाहिँदैन। हजुर आएर बसी पनि केही फरक पर्दैन। हजुर देश राम्रो होस्, देश जोगोस्। देश रहे त हामी रहन्छौँ, नत्र हामी त किन रहन्छौँ र? देशलाई त अब त जोगाउनै पर्ने होला नि त। तपाईहरु बल्ल यत्रो दुःख गरेर तपाईहरु नि यत्रो चुनाव लडेर आउनु भएको छ। त्यही भएर म सम्पूर्ण मानिसहरूलाई एउटा नागरिक तहको, एउटा भुइँ मान्छेको तहबाट म हजुरलाई आग्रह गर्न चाहन्छु, हाम्रो देश बचाउनलाई र बनाउनलाई सहकार्य गरेर जाउँ, एकअर्काको खुट्टा तानेर नजाउँ, एकअर्कालाई सम्झाइ बुझाइ गरेर जाउँ। हाम्रोबाट गल्ती कमी कमजोरी छ भने सम्झाएर जाउँ, बुझाएर जाउँ, मिलेर जाउँ र देशलाई एउटा निकास दिउँ। धेरै धेरै धन्यवाद।